शुक शौनक भीष्म रूपांगदार्जुन वसिष्ठ विभीषणादि वन्यान् इमान् परम भागवता स्मरामि। अखंड ब्रह्मांड का नायक अक्षर अव्यय विनाशी परब्रह्म परमात्मा भगवान श्री कृष्ण चंद्र को साक्षात गांव मूर्ति श्रीमद् भागवत महापुराण मंडप में आवन पूजन गर्नुभएका सम्पूर्ण देवी देवताहरू व्यास महाशय र मधुर गोकुलकण्ठद्वारा हामीलाई पवित्र देववाणी पाठ श्रवण गर्दै गर्नुहुने व्यासासन पण्डितज्यू, हामीलाई कला र कलाको माध्यमबाट आनन्द प्रदान गर्नुहुने भजन गायक मित्रहरू, गणपतिको रूपमा आसीन हुनुहुने गणपतिजी महाराज, तत्कार्य सम्पादनार्थ गर्नुहुनेका सम्पूर्ण विप्रवरहरू तथा स्वर्गीय माता पिताको एकुरेल वंशका हौडिन्ने गोत्रीय पितृहरूको वैकुण्ठ वासोस भन्ने पवित्र कामनाले आत्मज्ञानको निम्ति भागवत जस्तो पवित्र ग्रन्थलाई आयोजन गरेर कर्तव्यनिष्ठ बनेर रहनुभएका कर्ता परिवारहरू तथा यो भागवतीय निमन्त्रणलाई स्वीकार गरेर श्रवणार्थ पाल्नुहुने भक्तिमयी माताहरू तथा समस्त भक्तजन, यो प्राङ्गणमा भागवतको आयोजन भएको आज दोस्रो दिन भयो। बिहानीको पूजन क्रम पुष्पाञ्जली आरती पूर्ण गरेर पण्डितजीका श्रीमुखबाट हामीले बजैया माधव गोपी रचैया माधव रास रचैया माधव गिरवरधारी माधव माधव राधे कृष्ण गोविंद पाद राधे माधव राधे कृष्ण गोविंद पाद राधे माधव। सुरैया माधव सिया हरैया माधव मखन सुरैया माधव राधे स्वामी माधव गोकुल नायक माधव राधे स्वामी माधव राधे कृष्ण गोविंद पाद राधे माधव राधे कृष्ण गोविंद पाद राधे माधव। आज हामीले यो परम सौभाग्यले यो कथा प्रसङ्ग यहाँ श्रवण गर्न पाएका छौँ। यो पनि त्रिवेणी हो। गङ्गा नदी भनेको स्वयं वक्ता, यमुना नदी भनेको स्वयं श्रोता, सरस्वती नदी भनेको भागवत होइन। तीनवटा कुरा यहाँ जुटिया छन्। सुन्ने प्रभुले हामीलाई जुटाइदिनु भयो भागवत शास्त्र अनि सम्पूर्ण यहाँ तमाम श्रोताहरू अनि हामी यहाँहरूले निमन्त्रणा गरेर वक्ता श्रोता र शास्त्रको त्रिवेणी सङ्गम हामीले आज यहाँ पाएका छौँ। यो पनि त्रिवेणी हो। हामीले यहाँ स्नान गर्नाले
हाम्रा सम्पूर्ण आजन्म पार देखेका छैन भन्छ होला है। कसैले अनुभव गरेको भए अनुभवसम्म गरेका छु भन्नु होला। नभए त प्रत्यक्ष देख्यौ भगवान शिवजीका जटा छन्, शिवजीले हातमा त्रिशूल बोकेका छन्, अनि शिवजी चाहिँ सबै विभूति घसेर बाघको छाला नागको माला लगाउनुहुन्छ। यस्तो शिवजी तपाईँले कहीँ देख्नुभयो? यो छालैका आँखाले चाहिँ प्रत्यक्ष देखेका छैन। शङ्ख चक्र गदा पद्म धारण गर्ने विश्वलाई देख्नुभयो त भन्दा त्यो पनि छैन। अनि तपाईँ हामीलाई कसैले प्रश्न गर्नेवालाले प्रश्नकर्ताले के भन्छन् भने यदि तिमीले भगवान देखेका छैनौ भने किन भगवान मान्छौ भने होइन, पुराण सुन्दा मान्नुपर्छ भन्ने आउँछ, बुवा आमाले गुरुले मान्नुपर्छ भन्नुहुन्छ, त्यही भएर मैले भगवान माने हो भन्नुहुन्छ तपाईँले। तिमीलाई कुनै गुरुले भन्दा बुवा आमाले भन्दा पुराणले भन्दा भगवान मान्छौ भने चढाएको काँक्रो खाइदिँदै, स्याउ खाइदिँदै, सन्तोला खाइदिँदै होइन, चढाएको नैवेद्य ग्रहण गर्थे। न तिमीले भगवान देखेका छौ, न तिम्रा भगवानले आएर खाइदिन्छन्। त्यसो भए तिम्रा भगवान छैनन् भने अनि हाम्रो दिमाग चाहिँ त्यो बेलामा चक्र गर्न थाल्छ, साँच्चै छैनन् होला भगवान, साँच्चै छैनन् होला, भएकाबाट त आउनुपर्ने, देखिनुपर्ने। हामी अनि त्यो बेलामा चक्करमा पर्छौँ। नहुने होइन, भगवान हुनुहुन्छ, तर भगवानलाई हामी देख्दैनौँ। यति कुरा छ। भगवानलाई देख्नका निम्ति यो आँखाले देख्दैन, छालाको आँखाले भगवानलाई देख्दैन। कसैले भगवान छैनन् भन्दा भगवानै नहुने हो र? भगवान त हुनुहुन्छ। अब भगवान हुनुहुन्छ, कहाँ हुनुहुन्छ त भगवान भन्दा सर्वव्यापक हुनुहुन्छ। भगवान यहाँ हुनुहुन्छ, यहाँ हुनुहुन्न भन्ने नै होइन, सर्वत्र व्यापक हुनुहुन्छ। जसरी हावा व्यापक छ होइन, त्यहाँ पनि हावा छ होइन। हामी सर्वत्र यो हावा विचार गर्नुहोस् त, सर्वत्र व्यापक छ। यत्तिकै योभन्दा पनि व्यापक, योभन्दा पनि सूक्ष्म रूपमा रहेको ईश्वर सर्वव्यापक छ, मात्रै हाम्रो छालाको आँखाले देख्दैन कुरा छ। अब देखिन्छ ईश्वर भगवान तपाईँ हामीभित्र कसरी छ? यो बाँसको आगो जस्तो। अब तपाईँ हामीभित्र ईश्वर छ भन्ने कुरा देख्नका लागि के चाहियो भन्दा अब 3वटा बाँस घोटेपछि मात्रै यो आगो आउँदो रहेछ होइन, माथि तल अनि बिचको बाँस घोटेपछि जसरी आगो देखिन्छ त्यसै गरी अब माथिको बाँस गुरु, तलको बाँस चेलो, बिचको बाँस शास्त्र, सद्गुरु, सत्शिष्य, सत्शास्त्र। यति भयो भने जरुर तपाईँ हामीले भगवान देख्न सक्छौँ। तर यो 3वटा कुरा मिल्नुपर्छ। सद्गुरु भएन भने पनि हुँदैन, सत्शास्त्र भएन भने हुँदैन, सत् शिष्य भएन भने भने पनि हुँदैन। हेर्ने आँखा, सुन्ने कान, सुँग्ने नाक, स्वाथा पाउने जिब्रो, काम गर्ने हात, हिँड्ने गोडा, सम्झिने मन, निर्णय गर्ने बुद्धि, कति राम्रो शरीर दिनुभएको छ भगवानले। बच्चा जन्मेपछि होइन हो, यहाँनिर चाहिँ मिलेन, अलिकति ठोकठाक पारेर मिलाउँ भनेर बच्चा कसैले बनाएको हो त होइन भने हामीले आमाका गर्भबाट जन्मिँदै आउँदा यति राम्रो शरीर प्रभुले दिनुभयो। त्यसो हुनाले भगवानको पूजा त हामीले धन्य भगवान, तपाईँले मानव बनाएर मान्छे बनाएर पठाइदिनु भयो, मैले सत्कर्म गर्ने मौका पाएँ भनेर भगवानलाई हामीले पूजा गर्ने कर्तव्य हो। हामीले यति हामीले जीवनमा स्वीकार गर्न पाएका छौँ। र भागवत कथा कहिले पनि पुरानो हुँदैन, जति सुनो त्यति नयाँ होइन। यहाँभन्दा अगाडि जस्तो कथा सुन्नुभएको थियो नि, त्योभन्दा नयाँ महसुस हुन्छ। र यहाँ अहिले यहाँ श्रोताहरू मैले श्रवण गरेका थियौँ, धेरै श्रोता, तमाम श्रोता अब तिनी हुनुहुन्छ। तर भागवतमा जति हामी जान्छौँ, देवर्षि नारद आउनुभयो, तपाईँलाई नारायण नारायणको धन लगाउँदै लगाउँदै देवर्षि नारदको आगमन भयो। बोधि आनन्द गर्न भगवानको लक्ष्मी नारायण
श्रीमन्नारायण नारायण 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 मुक्ति नारायण 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 भजमन नारायण 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 भजमन नारायण 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 श्रीमद नारायण 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 भजमन नारायण 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 श्रीमद नारायण नारायण श्रीमद नारायण 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 बोलिए नरसिंह भगवान को। देवर्षि नारद वेदव्यास अत्यन्त खिन्न मन भएर बसेका ठाउँमा पुग्नुभयो। वेदव्यासले 17 पुराण 4 वेद महाभारत लेखेका छन्, तर ध्यान गर्न बसेका वेदव्यासका मनमा अत्यन्त चिय पवित्रीकृत गराउँदै आउनु हो। धन्य हो तपाईँलाई। प्रार्थना गर्नु हो, हात जोड्नु हो। साधु सन्तका चरण तीर्थको वास हुन्छ। जसका घरमा साधु सन्त आउँछन् उनीहरूको घर पवित्र हुन्छ। यसर्थ देवर्षि नारद तपाईँले मेरो घरलाई त पवित्र गराइदिनु भयो। धन्य नाम जाति आज्ञामा कृष्णको भजन गाइरहनु होला। फेरि फेरि भन्दैमा पाइँदैन यो चोला, फेरि फेरि भन्दैमा पाइँदैन यो चोला। बाटो नै मिल्छ निजन साथैमा, बाटोको देह बाटो नै मिल्छ निजन साथैमा। प्रभुको भजन गाना कृष्णको भजन गाइरहनु होला। फेरि फेरि भन्दैमा पाइँदैन यो चोला, फेरि फेरि भन्दैमा पाइँदैन यो चोला, फेरि फेरि भन्दैमा पाइँदैन यो चोला चोला।
कानि च पापानि जन्मान्तरकृतानि च तानि सर्वाणि नश्यन्तु प्रदक्षिणापदे पदे जातदैत्यपदार्थाय देवानां पालनाय च तस्मै देवाय सत्याय सगुणाय महात्मने व्यक्तव्यक्तस्वरूपाय ऋषिकपतये नमः ज्ञानार्गमया दत्तं राधितं त्वयं रावितं केशवपदे अङ्गलग्नमनुष्य नारदलाई दिनुभयो, नारदले वेदव्यासलाई दिनुभयो, वेदव्यासले सुखदेवलाई दिनुभयो, सुखदेवले राजा परीक्षितलाई दिनुभयो, परीक्षितलाई सुनाएका बेलामा सुतजीले सुन्नुभयो, सुतजीले शौनकादि ऋषिहरूलाई दिनुभयो, दिने शौनकादि ऋषिहरूले सुनाएको कथा अहिले तपाईँहरूलाई म सुनाउँदैछु। परम्परा यही हो। यस्ता प्रकारले अब वेदव्यासले भागवतको स्थापना शौनकादि ऋषिहरूलाई भन्नुहुन्छ। अब जुन बेला महाभारतको लडाईँ किन भयो विचार गर्नु होला तपाईँले। महाभारतको लडाईँ किन भयो भक्तजन? महाभारतको लडाईँको बारेमा तपाईँलाई के थाहा छ? अहिले तपाईँहरूले पनि पढ्नुभएको होला महाभारत। जुन बेला मय नामको दानवले बनाएको दिव्य महलमा पञ्च पाण्डवका बेलामा दुर्योधन उताबाट आए। त्यो महलमा यता हेरो आफ्नो अनुहार टल्किने, यता हेरो आफ्नो अनुहार टल्किने, माथि हेरो आफ्नो अनुहार टल्किने, तल हेरो आफ्नो अनुहार टल्किने, अनि बिचमा चाहिँ एउटा पोखरी जस्तो टल्किने, तर साँचो पोखरी चाहिँ होइन, यस्तो छाया बनाएको रहेछ। त्यो छाया देख्दाखेरि अब दुर्योधनलाई चाहिँ भ्रम भएछ। जलमा स्थलको स्थल जाँदा जाँदै राजसभाको बिचमा दुर्योधन पर लङ्गै लडे। लडेपछि द्रौपदीले हाँसुको भीमते शत्रुक्षयं राघवे ऐश्वर्यं नौषेकति च पवने मानं च दुर्योधने दानं सूर्यसुते फलं हलधरे सत्यं च कुन्ती सुते। मलाई साह्रै राम्रो रूप भएको मान्छे पनि घमण्डी हुन्छ। अब राम्रो रूप पनि छ, अनि पढेको पनि छ, धनी पनि छ, पदमा पनि छ भने त्यो मान्छे कति घमण्डी होला ल भन्नुहोस् त। किमु यत्र चतुष्टय, एउटाले त घमण्डी बनाउँछ भने चारवटा छ भने त के भन्ने भयो। तर विचार गर्नु होला। अब पढेको छ, धनी छ, पदमा छ, अनि सम्पत्ति छ, यति चार कुरा हुँदै घमण्डी छैन भने मानिस त देउतै हो। त देउतै हो भन्दा आउँछ। त्यसो भएको हुनाले चारवटा अवस्थाले हामीले घमण्ड ल्याउँदो रहेछ। फेरि चारवटा अवस्थामा हामीले भगवानको भक्ति नगरी हुँदैन। जतिसुकै भगवान मान्दिनँ भन्नुहोस्, चारवटा अवस्थामा भगवानलाई पुकार हामीले गर्छौँ निश्चय कुरा हो। कतिखेर हामीलाई भगवानको स्मरण आउँछ भन्दाखेरि गर्भे व्याधो श्मशाने च पुराणे को न मुचेत बन्दना। चारवटा अवस्थामा हामीले भगवानको सम्झना आउँछ। चाहे जतिसुकै धर्म मान्दिनँ भन्नुहोस्, यो चारवटा आपत्ति आएपछि भगवानको सम्झना आउँछ। एउटा आमाका गर्भमा मुकुन्द लक्ष्मीपति केशव वासुदेव बालकृष्ण भगवानको श्रीमद् भागवत महापुराणको कौडिन्य गोत्रमा उत्पन्न भएको सदपितृगणहरूको वैदिक सनातन धर्मको आजका आनन्दको जय जय श्री राधेश्याम। हामीले श्रीमद् भागवत महापुराणको महात्माको प्रथम अध्यायको पाठ श्रवण गरिसकेका छौँ। अब हामी जो देवताको पारगण्डबाट कथा श्रवण गर्नेछौँ।
एउटै आमाको सन्तान, एउटै आमाको स्तनपान, एउटै भाँडाको भोजन, एउटै धाराको पानी, एउटै बाबुको सन्तान, किन विचार अलग? विचार अलग किन भयो होला ल भन्नुहोस् त? तपाईँ हामीले मान्छे आखिर एउटै धाराको पानी खाएपछि बुद्धि त एउटै आउनु नि, किन नआएको होला? एउटै भाँडाको भोजन खाएपछि बुद्धि एउटै बोल्नु हुनुपर्ने नि, किन भएन होला? हामीले के बुझेका छौँ यसमा? पद्म पुराणले चाहिँ के भन्छ भने तपाईँ हाम्रो यसरी विचार नमिल्नु, बुद्धि नमिल्नु, राम्रो हुनु नराम्रो हुनु वा धनी हुनु गरिब हुनु आदिमा पूर्व जन्मको कर्म हामीसँग आउँछ। पूर्व जन्ममा हामीले राम्रो काम गरेका छौँ भने स्वर्ग गइछ, अनि स्वर्ग गएर अनि आमाका गर्भमा स्वर्गबाट आमाका गर्भमा आयो। छिडे पुण्य मोर्तलोकम विशन्ति